ऱ्याङ्किङ द गोट अफ फुटबल सबैभन्दा बवाल को छ नि त हेरौँ है त क्रिस्टियानो रोनाल्डो फर्स्टमा आइपुग्यो केटाहरूले के हो तेरो बल नलेज भन्छन् तर म नम्बर 4मा राख्छु रोनाल्डोलाई बिकज गोटको कुरा हुँदैछ है प्राइमको कुरा होइन पेले फर मी इजिली नम्बर 3 नम्बर 2मा हुनुपर्ने ओ माई गड आई मेस्ड अप ब्रो केटोलाई म नम्बर 6मा राख्छु को आउँछ यस पछाडि मेसी नम्बर 1 इजिली फर मी मेसी टप प्लेयर गोट रोनाल्डिनियो नम्बर 5 मा राख्छु म यसमा माराडोना नम्बर 2 इजिली गाइस एकदम राम्रो हुँदैछ यो र्याङ्किङ पेले माराडोनाको तलमाथि हुन सक्थ्यो योहान क्राइफ द ड्याडी अफ बार्सिलोना फुटबललाई म कहाँ राख्छु 7 8 9 माथि हुनुपर्ने बट म 7 मा राखिदिन्छु अहिलेको लागि आई एम भेरी सरी R9 ग्रेट प्लेयर R9 नम्बर 9 मा राख्छु अब 8 र 10 मा को आउँछ आई एम भेरी सरी जिजु ठिकै छ धन्न 9 मा राख्छु जिजुलाई राखौँ आफ्टर क्राइफ एन्ड फाइनली इनिएस्टा सो मेरो र्याङ्किङ यो ब्लाइन्ड र्याङ्किङ हो जो आउँछ त्यो हाल्दै जाने है यो सबै मिलाउन मिल्दैन सो के छ तपाईँहरूको ओपिनियन टेल इन द कमेन्ट्स